लोकजी लो कृष्ण लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाडौँको आयोजनामा यस कार्यक्रममा पाल्नुभएका हाम्रा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, त्यसैगरी सम्पूर्ण अतिथिज्यूहरू, पत्रकार बन्धुहरू, समाजसेवी, बुद्धिजीवी, त्यसैगरी विभिन्न क्षेत्रमा काम गर्ने आदरणीय व्यक्तित्वहरू र सम्पूर्ण दर्शक महानुभावहरूमा म नीलमणि भण्डारीको हार्दिक नमस्कार टक्राउन चाहन्छु। म आफू सिर्जना गर्ने व्यक्ति भएकोले यो कृष्ण लक्ष्मी श्रेष्ठ प्रतिष्ठानले गरेको यो उदाहरणीय कार्यलाई एउटा पूर्वेली भजन ताडन शैलीमा यहाँहरू समक्ष सुनाउने अनुमति चाहन्छु र यस्ता स्वावलम्बी पौरखी र कर्मठ छोराहरूलाई जन्म दिने कृष्ण लक्ष्मी श्रेष्ठ जस्ता आमाहरूलाई फेरि पनि जन्म दिनु हे नेपालमा भनेर कामना गर्दै मेरो आफ्नो प्रस्तुति यहाँहरूमा पस्किने अनुमति चाहन्छु। धन्यवाद। सबै मान्य जन्मा कृष्ण लक्ष्मी श्रेष्ठ नीति प्रतिष्ठानमा नारायण हे स्वागत गर्दछौ नारायण स्वागत गर्दछौ हरे राम स्वागत गर्दछौ कोटि कोटि नमस्कार गरी स्वागत गर्दछौ नारायणी स्वागत गर्दछौ हरे राम स्वागत गर्दछौ राम राम। लक्ष्मी श्रेष्ठ पाँचौं स्मृति जन्म जयन्तीमा श्रद्धाञ्जलि अर्पण गरौँ यो पुण्यतिथिमा नारायण हे शान्ति पाओस् आत्माले ओ नारायणी शान्ति पाओस् आत्माले हरे राम शान्ति पाओस् आत्माले कर्मयोगी माताजीको शान्ति पाओस् आत्माले नारायणी शान्ति पाओस् आत्माले हरे राम शान्ति पाओस् आत्माले राम 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 राम
पानी भर दिए हरे राम रासन पानी भर दिए राम 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 निर्माणमा लाग्न सक्ने प्रतिष्ठानको आँट छ देशका सबै व्यक्तिको प्रतिष्ठानमा आँट नारायण राष्ट्रहितमा हुनेछ नारायण राष्ट्रहित छुट गर्न दिनुभएकोमा आदरणीय बुबा माधव प्रसाद श्रेष्ठज्यू आदरणीय रोशन दाई र कृष्ण लक्ष्मी श्रेष्ठ प्रतिष्ठानलाई मुरी धन्यवाद दिँदै अहिले मैले भर्खरै मेरो एउटा लोकदोहोरी गीत एल्बम अभाइको कर्म लिएर बजारमा आएको छु। यहाँहरू सबैले युट्युबमा गएर हेरिदिनु होला भन्दै आजको लागि यो निर्माणी भण्डारी बिदा हुन चाहन्छु। नमस्कार। हजुर धेरै धेरै धन्यवाद। भोजपुरका अध्ययनमा यस कार्यक्रममा हामी कृष्ण लक्ष्मी श्रेष्ठ प्रतिष्ठानमा आजीवन सदस्यता लिनुहुने त्यस्तै गरी सदस्य बन्नुहुनेहरूलाई सदस्यता प्रमाणपत्र पनि वितरण गर्ने कार्यक्रम रहेको छ। तर त्यसभन्दा अघि हाम्रो अनुरोधलाई स्वीकारेर पाल्नुभएका आजको हाम्रो यस कार्यक्रमका विशिष्ट अतिथि कृष्ण लक्ष्मी श्रेष्ठ जो स्मृति प्रतिष्ठानको आजको कार्यक्रमका आदरणीय सभाध्यक्षज्यू आजको यो विचार गोष्ठी र यो कृष्ण लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका आदरणीय प्रमुख अतिथि उप प्रधानमन्त्री आदरणीय अतिथिगण र आजको यस प्रतिष्ठानले आयोजना गरिएको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय महानुभावहरू, यो कृष्ण लक्ष्मी श्रेष्ठ यो स्मृति प्रतिष्ठान यो स्थापना गर्ने वर्षमा पनि म कार्यक्रममा चाहिँ उपस्थित भएको र सकेसम्म हरेक साल यो कार्यक्रम हुँदाखेरि म चाहिँ काठमाडौँमा हुँदा जहिले पनि म यो कार्यक्रममा आउने चाहिँ गरेको चाहिँ छु। यो खास गरेर यो कृष्ण लक्ष्मी श्रेष्ठ यो जुन स्मृति प्रतिष्ठान छ यो स्मृति प्रतिष्ठानले यो विशेष गरेर यो भोजपुरमा आफ्नो चाहिँ जुन जन्म थलोको त्यो जिल्लालाई सामाजिक कार्य मात्र नभइकन यो चाहिँ स्पोर्टिङ एक्टिभिटिजहरूदेखि लिएर धेरै कार्यहरूमा यो संलग्न भएको कारणले गर्दाखेरि र आजको यो जुन यो विषय पनि राखिएको छ यो राष्ट्रिय समृद्धिमा सामाजिक सङ्घ संस्थाहरूको भूमिका भनेर यो खास गरेर गभर्मेन्टले राज्यले माइक्रो लेभलमा गएर गर्नुपर्ने काममा सबै ठाउँमा चाहिँ ध्यान चाहिँ दिन सकिरहेको हुँदैन र त्यस्तै स्थानमा त्यो जहाँ कि गभर्मेन्टको चाहिँ दृष्टि अब त्यो चाहिँ पुग्नमा अलि कम भएको ठाउँमा यस्तै यो सामाजिक सङ्घ संस्थाहरूले काम गर्दाखेरि यो समाजको चाहिँ उत्थानको लागि यसले चाहिँ धेरै ठुलो भूमिका निर्वाह गरेको हुने भएको कारणले गर्दाखेरि मलाई लाग्छ कि यो सङ्घ संस्थाहरूले सामाजिक सङ्घ संस्थाहरूले अब हुन त अब यहाँ नेपालमा एउटा कस्तो ट्रेन्ड चाहिँ चलेको छ भन्दा नराम्रो राम्रो काम गर्नेहरूलाई पनि अलि चाहिँ नेगेटिभ रूपमा चाहिँ हेर्ने खालको चाहिँ जुन भनौँ न खालि खोट देख्ने खालि नेगेटिभ कुराहरू मात्रै गर्ने त्यस्तो गरेर चाहिँ हुँदैन भन्ने कुरामा यो चाहिँ जुन यो कृष्ण लक्ष्मी श्रेष्ठ यो जुन स्मृति प्रतिष्ठानले आफ्नो चाहिँ जुन उद्देश्य र लक्ष्यहरू साथ जुन गतिविधि उहाँले चाहिँ गर्दै अगाडि बढिराख्नु भएको छ यो सबैको यो चाहिँ समाजलाई एउटा भनौँ न राम्रो सबैको राम्रो भलो होस् भन्ने चाहिँ चिताएर जुन गतिविधिहरू उहाँले चाहिँ गरिराख्नु भएको छ
यो अत्यन्तै प्रशंसनीय कार्यहरू उहाँले गर्नुभएको छ र म कृष्णलक्ष्मी श्रेष्ठ यो स्मृति प्रतिष्ठानले आउँदो दिनहरूमा वर्षहरूमा यो सामाजिक क्षेत्रमा उल्लेखनीय यो भूमिका यसले चाहिँ निर्वाह गर्नेछ भन्ने विश्वास लिँदै मेरो भनाइ यही टुङ्ग्याउन चाहन्छु। हवस्, धन्यवाद। जय नेपाल। हजुर, धेरै धेरै धन्यवाद। शुभकामना मन्तव्यका लागि पूर्व प्रधान तथा स्थानीय विकास मन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहज्यूलाई। र अबको क्रममा भने हामी स्वागत मन्तव्यतर्फ लाग्दैछौँ र स्वागत मन्तव्यका लागि प्रतिष्ठानका सञ्चालक समिति सदस्य प्रमोद कुमार कार्कीजीलाई अनुरोध गर्दछु। उहाँ नेपाल कृषि विकास बैंकका अध्यक्ष हुनुहुन्छ, त्यस्तै गरी पूर्व सचिव पनि हुन्छ। उहाँलाई स्वागत मन्तव्यको लागि म अनुरोध गर्दछु। धन्यवाद पूर्व शिक्षा मित्र। आजको यस कार्यक्रमका मानव अध्यक्षज्यू, यस समितिका प्रशान्त मानव अध्यक्षज्यू, यस कार्यक्रमका सभापतिज्यू, आजका प्रमुख अतिथि माननीय उपप्रधानमन्त्रीज्यू, पूर्व उपप्रधानमन्त्रीज्यू, माननीय सांसदज्यूहरू, सञ्चालक समितिका साथीहरू र उपस्थित भद्र महिला तथा सज्जन पुरुषहरू, यो खुसी र गौरवको कुरा हो कि आज हामीहरू यो प्रतिष्ठानको कार्यक्रममा प्रतिष्ठानको आग्रहलाई स्वीकार गरेर यहाँहरू हरेक तह तबका, हरेक वर्ग, हरेक समाजका बुद्धिजीवीदेखि लिएर सैनिक सङ्गठनदेखि लिएर कर्मजीवीहरू, बौद्धिक साहित्यकार सबै साथीहरू यहाँ जम्मा हुनुभएको छ। यो यस कुराको झुटोको कि यो स्मृति प्रतिष्ठान सही बाटोमा लम्किरहेको छ। यो स्मृति प्रतिष्ठान गठन भएको पनि आज 5 वर्ष पुगिसक्यो। यसको उद्देश्य नै सामाजिक क्रियाकलापलाई अगाडि बढाउने हो। उद्देश्यलाई अगाडि बढाउँ भनेर हामीहरूको यो प्रतिष्ठानको गठन भएको हो र यसले विविध क्षेत्रमा आफ्नो भूमिका खेलिरहेको यहाँ छ। यस संस्थाका संस्थापक आदरणीय दाई माधव प्रसाद श्रेष्ठ र उहाँको परिवारले आफ्नो जग्गा अमूल्य 18 रोपनी जग्गा रङ्गशालाको लागि निःशुल्क समर्पण गरेर त्यो ठाउँमा अहिले दामा भन्ने गाउँमा खेलकुद विकासको लागि रङ्गशालाको निर्माण नेपाल सरकारको आर्थिक सहयोगमा भइसकेको छ। रङ्गशाला त निर्माण भयो, त्यसको रखरखाव, रेखदेख, त्यसको व्यवस्थापन अति जटिल कार्यहरू हो। त्यसमा जबसम्म स्थानीय समुदाय जुट्दैन, सामाजिक संस्थाहरूले आफ्नो उपस्थिति देखाउनुहुन्न,